दर्शकवृन्द यस्तो होस उड्ने बाटोमा प्राय गाडी चलाएका थिएनन् मृतक थमन रोका मगरले। तर त्यो दिन अचानक के भयो त आफूसँगै गाडी चलाएका साथीले खुलाए घटनाको यस्तो वास्तविकता। यहाँबाट चाहिँ गाडी गएको छ यता आएर यो पर्खालमा ठोकिएर। रातको 10 बज्दै थियो। रोल्पा कसला बस्ने 32 वर्षीय गाडी चालक थमन रोका मगर आपतकालीन अवस्थामा रिजर्भ बोलेरो गाडी चलाएर रोल्पा किलाचौरदेखि धुले ओडार हुँदै सुलीचौरसम्मको यात्रा थियो। तर यात्रा गन्तव्यमै पुग्न नपाई बिचैमा रोकियो। यो किलाचौरतिर चाहिँ खासै हिँड्नुहुन्न उहाँ, उता यो कसलातिर यता पोबाङ साइडतिर धेरै हिँड्नुहुन्छ। तर हिजो चाहिँ अचानक त्यस्तो हुनु रहेछ र चाहिँ उहाँ चाहिँ फेरि यता ठ्याक्कै यता आउनुभयो। भनिन्छ दुर्घटना जानी जानी कहिल्यै हुँदैन, तर हामी सजग र संयमित चाहिँ हुनैपर्छ। मृतक गाडी चालक थमन रोकाप्रति हार्दिक श्रद्धाञ्जली अनि घाइते हुने 3 जनाप्रति शीघ्र स्वास्थ्य लाभको कामना। दर्शकवृन्द यही ठाउँ हो गैराती गाडी दुर्घटना भएको ठाउँ। धुले ओडार भनिन्छ यो ठाउँलाई। निकै नै डरलाग्दो पत्थरलाई फोडेर बाटो बनाइएको छ। यो बाटो पनि निकै सानो छ। गाडी यहाँबाट सिधा गएर जुन टर्निङ छ, छोटो टर्निङ छ, टर्निङमा ठोकिएर फेरि अनियन्त्रित भएर उतातिर पर्खालबाट चाहिँ तल खोलामा सिधा खोलामा खसेको भन्ने जानकारी पाएका छौँ। गाडीमा चाहिँ 4 जना चालकसहित 4 जना हुनुहुन्थ्यो। 4 जना मध्येमा 3 जना गम्भीर घाइते हुनुहुन्छ। प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचार नभइसकेपछि बुटोलमा रिफर भएको भन्ने जानकारी प्राप्त भएको छ। चालकको भने घटनास्थलमै मृत्यु भएको छ। दर्शकवृन्द घटना 2082 साल कार्तिक 12 गते रात 10 बजेको थियो। रोल्पाको किलाचौर जाने भित्री सडक खण्डमा किलाचौरबाट सुलीचौरतर्फ आउँदै गरेको थमन रोका मगरले चलाएको लु 280 15 नम्बरको बोलेरो 300 मिटर तल ओर्लिरहेको खोलामा खसेर दुर्घटना भएको थियो। इलाका प्रहरी कार्यालय सुलीचौरका प्रहरी निरीक्षक अनिल कुमार चौधरीले दिएको जानकारी अनुसार जिपमा चालकसहित 2 पुरुष 1 महिला र अन्दाजी 5-6 वर्षकी 1 बालिका गरी 4 जना सवार थिए। दुर्घटनापछि चालक गम्भीर घाइतेहरूलाई उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौर ल्याइएको थियो। चालकलाई डाक्टरले बिहान करिब 3 बजेको समयमा मृत घोषणा गरेका थिए। दुर्घटना भएको स्थान सुलीचौर रोल्पाबाट अन्दाजी 4 किलोमिटर पूर्व उत्तर पर्ने गर्दछ। दर्शकवृन्द यति बेला हामी घटनास्थलतर्फ जाँदैछौँ। जुन घटना चाहिँ रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर 4 को बर्जिबाङ नजिकै बर्जिबाङको आसपासमा घटेको भन्ने हामीले जानकारी पाएका छौँ। सुन्नेमा आएको छ कि यो चाहिँ साँझ रातिको लगभग 9:30-10 बजेतिर बर्जिबाङको आसपासमा चाहिँ घटेको भन्ने छ। अब आधिकारिक के हो खासमा हामी बुझ्ने प्रयास गर्नेछौँ। हामी आइपुगेका छौँ। यो बर्जिबाङ लेखिएको बोर्ड छ, त्यहाँनिर आइपुगेका छौँ। अब यसको आसपासमा यो धुले ओडार भन्ने ठाउँ नजिकै भन्ने सुनिएको छ। हेरौँ कता हो। दर्शकवृन्द एकदमै दुःखद लाग्दो घटना घटेको छ। गैराती डबल क्याबको बोलेरो दुर्घटना भएको र लगभग 300 मिटर तल खोलामा खसेको भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ। हाम्रो टिमहरू, हाम्रो सहकर्मीहरू पनि गएर सूचना सङ्कलन गर्दै हुनुहुन्छ, समाचार सङ्कलन गर्दै हुनुहुन्छ। सँगसँगै गम्भीर घाइते भएका 3 जना बिरामीलाई चाहिँ बुटोल रिफर गरिएको, यो सुलीचौर स्वास्थ्य चौकीबाट बुटोल रिफर गरिएको भन्ने सूचना प्राप्त भएको छ। र 1 जना जो गाडी चालक सुनछारी गाउँपालिका 5 नम्बर कसलाको ड्राइभर गाडी चालकको चाहिँ घटनास्थलमै मृत्यु भएको भन्ने हामीले जानकारी पाएका छौँ। खास घटनाको वास्तविकता के हो हामी जाँदैछौँ घटनास्थलतर्फ। दर्शकवृन्द घटना भएको ठाउँ यही हो जस्तो लागिरहेको छ, जहाँ चाहिँ केही सङ्ख्यामा भिडभाड पनि देख्न सकिन्छ। एकदमै डरलाग्दो
पत्थरलाई फोडेर यहाँ चाहिँ बाटो बनाइएको छ। अलिकति समय भएर गाडी नचलाउने हो भने एकदमै जोखिम छ यहाँनिर, हामी देख्न सक्छौँ। हेर्नुहोस् त उडेर पारेको छ पारेको दर्शकवृन्द, यहाँबाट चाहिँ गाडी गएको छ, यसरी स्वाट्टै गएको रहेछ। उता पारी दुई ठाउँ ठोकिएर, पहिला धुलेवडारको साइडमा ठोकिएर फेरि यता पिलरमा ठोकिएर त्यहाँबाट स्वाट्टै तल झरेको भन्ने यहाँ भनिरहनु भएको छ। दर्शकवृन्द, गाडी चाहिँ किलाचौरबाट आउँदै थियो, यता आएर यो पर्खालमा ठोकिएर यहाँबाट स्वाट्ट झरेको छ, देख्न सक्छौँ हामी यतातिर।